म धेरै दिन भयो नबोलेको थाहा छैन, तर आज म नबोली नहुने भएर एउटा विशेष कुरो भन्न लाग्छु होइन। तिमीले नि सिखार चुक्टा छानेर साना खाऊ होइन। मैले एक प्लेट हो कि भनौँ, सबै खायो भने त कसैले खायो भने त मैले यति मात्र चुक्टा राखेको छु। ओइ हामीलाई यहाँ सुन, अब अचाल तुल त छमचारको त्यो फेरि चाहिँ सेयर म त अब रुकुम पूर्व र रुकुम पश्चिम भन्ने गएको, अब त्यो ठाउँमा नेट चल्ने गर्ने भनेको सपना कहानी रहेछ। त्यहाँबाट फेरि अचाल के चल्यो भने सामाजिक सञ्जाल भन्ने फेसबुक भन्ने यो अहिले आएर मलाई फेसबुक भन्ने स्वाद लाग्न छोड्यो भने, किनभने यो नचिनिया मान्छेलाई चिनाइदिने हाई हेलो गुइयाट मुइयाट त्यो अङ्कमाल गराउने यही फेसबुक। अब मैले यो भिडियो खिचेँ, त्यो भिडियो फेरि हेर्ने पनि त्यही फेसबुक। त्यहाँबाट फेरि लप पारेर हाई हेलो तिम्रो बाउ मेरो बाउ सासू ससुरा भन्ने नि त्यही फेसबुक। कुरो बुझ्यौ नि। त्यहाँबाट ए मेरा बुढा मेरी बुढी मेरी बाँदर नि मेरी मङ्की मेरो काकु भन्ने नि त्यही फेसबुक। नगराएको क्या यहाँ सुन्छु। त्यहाँबाट सारा संसार गरेर भ्याएपछि फेरि 1-2 वर्षपछि 6 महिनापछि अथवा कहिले आफूलाई परस आउनु अनि कहिलेबाट त्यो मान्छे स्वाद लाग्न छोड्छ। त्यतिखेर फेरि त्यो मुद्दा दर्ता गर्ने नि त फेसबुक कुरा गर्छ। अहिले फेरि मान्छे उहाँ कहाँ टुई अनि अदालतमा जाने चौक यहाँ जाने तिनी गर्न कहाँ पर्ने हो र। अहिले त फेसबुकमा एउटा स्ट्याटस सन्काएर लेख्नु नि अन्त पुलिस नि सत्यात कोल्डाएर मान्छेले सट्टी जेलमा गए के बस्यो भने थाहै नै फेरि। त्यही भएर यो पीडा आफ्ना सबैका छन् हेर बरौँ होइन। पीडा आफ्ना आफ्ना सबैका छन्, तर यो जति त्यो जघन्य विषय कि बडा पीडादायक विषय, त्यो सुन्दाखेरि नि आँसु आउने खालको विषय, त्यो भन्न नि मन लन्डाङ्ने शब्द, त्यो बलात्कार भन्ने जस्तो शब्दमा त्यो सबै घालले मिलले सबै एकै ठाउँ भएको अनि त्यहाँ त ए रमाइलो गरेर घुम्न गएर जान्थ्यो वहाँ 5 स्टार गएर फेरि 1 वर्षपछि मुद्दा हालेकाला नि त्यही शब्द। स्कुल गयो कि बालिका बिचरा त्यो ड्रेस चेपेर त्यो शरीर रक्ताम्य भएर झाडिया फाल्ने कि लागि त्यही शब्द होइन। बच्चा बच्ची कतिपय ठाउँमा त अझ सानो बच्चा बच्ची त्यो रगत आएका लागि त्यही शब्द। ए गएर रिल्याक्स मस्ती गाडी 3 चोटि भेटेर 6 चोटि होटलमा गएर 7 चोटि जङ्गलमा गएर गाडी 8 चोटि फेरि 5 स्टारमा देश विदेश रिसोर्ट रेस्टुरेन्ट केही बाँकी नराखेर आफ्नै घर कोठिया बोलाएर त्यो के जाति गर्ने नि त्यही शब्द हेर। त्यो गर्दाखेरि यो सरकारसित मेरो एउटा के गुनासो छ भने, एउटा के माग छ भने, बलात्कार साना बालबच्चा जो पीडामा छन् जसलाई त्यो शब्द के हो थाहै छैन, कोही एउटा पापी समूह अथवा पापी त्यो मानवताहीन पशुले त्यसलाई चाहिँ जबरजस्ती गराएर रक्तमा गराएर त्यसको स्वार्थ लुटेर त्यसलाई मार्ने फाल्ने अथवा त्यो अब अचेत अवस्थामा छोड्ने त्यस्तो खालकोलाई क वर्ग, त्यसलाई त्यही खालको सजाय, त्यसको चट्टे काटेर फालिदिने हो कि त्यसलाई जाँटेका फाँसी लगाइदिने हो कि त्यसलाई आजीवन जेल हाल्ने हो कि त्यसलाई त्यही खालको क सजाय क बलात्कार। त्यसपछि अर्को फेरि अलिअलि 1-2 चोटि घुमघाम गरेका रमाइलो नि गरेका भनेर स्वाद नलाएर फेरि यसो फेसबुकमा स्ट्याटस लेख्नेलाई फेरि ख खालको होइन। त्यहाँबाट फेरि 3-4 चोटि छन् जहाँ यसका छोरछोरी छन् बिहा पनि गरेको छ उसकाइन्छन् हाम्रा छन् भन्दा भन्दै गर्दै बस्ने। त्यहाँबाट 2 जना झगडा गर्दा दिन फेरि गएर जाटोमा उजुरी हाल्ने त्यसलाई त्यही खालको सजाय 2-4 लपेटा त्यस्तो खालको गाडी यसलाई वर्गीकरण गर्नु पर्यो हो मैले भन्न खोजेको कुरो होइन। यी धेरै खातु सेला हो भने त्यसलाई धेरै नगर्दा म छोडिदियो जाटो धेरै बोल्ने विषय पनि होइन यो। तर दुःख लागेको कुरो मलाई के हो नि हेर, आज नाम त मैले भन्दिनँ, जो साँच्चैको हो त्यो र त्यो जो केही हेरेर त्यो नभएपछि यहाँ भनेको त्यसको एउटै उसभित्र भयो यार। अथवा खानेकुरा पो यत्न खुर्सानी छ यत्न काउती कोही चाहिँ गुरु केही नगरिकन रस त्यहाँ पर्दा ठुलो कुरो हो नि।
अब खानेकुरा पो हेर अचार चटनी खुर्सानी दाल मासु एकै ठाउँ मिल्छ र त्यस्ता चाहिँ कानुनका कुरा एकै ठाउँ मिल्छन् घाल्न मिल्दा हाल्न पाइन्छ त्यही भएर मलाई सर्न लाग्दाखेरि बोले खाना चाहन्छ त्यसैलाई बिजुली गाडी त फेरि न्यायपालिका कार्यपालिका व्यवस्थापिका गाडी त्यो के भने सबै फेसबुक गरेर अन्त यही फेसबुकबाट भिडियो खिचेर फेरि यही फेसबुकबाट गाली गर्नु सक्दैन फेरि अन्त कहाँ कहाँ बेहोरा छ र बोलिसक्नु छैन घिउ ल्याउन भोलि चाहिँ गर्छु एक चम्चा घिउ ल्याउनु आउनु त बिना